आफ्नो निर्णय र कार्यहरूको लागि जिम्मेवारी लिनु व्यक्तिगत विकासको एक महत्त्वपूर्ण पक्ष हो। जब तपाईँ सकारात्मक र नकारात्मक दुवै परिणामहरूमा आफ्नो भूमिका स्वीकार गर्नुहुन्छ, तपाईँले बहुमूल्य अन्तर्दृष्टि प्राप्त गर्न सक्नुहुन्छ, जसले तपाईँलाई सिक्न र सुधार गर्न मद्दत गर्दछ। अरूलाई दोष थोपार्नाले अस्थायी राहत त मिल्न सक्छ, तर यसले लचिलोपन र आत्मजागरुकता विकास गर्न बाधा पुर्याउन सक्छ। जवाफदेहितालाई अँगाल्नाले सम्बन्धमा विश्वास र सम्मान बढाउँछ र भविष्यमा राम्रो छनौट गर्न तपाईँलाई सशक्त बनाउँछ। प्राय मान्छेहरू आफ्नो निर्णय गर्छ, अरूलाई दोष दिन्छ। तिमीले गर्दा यो भयो, फलानाले गर्दा यो भयो, त्यसकाले गर्दा यो भयो। आशा छ यो जानकारीले तपाईँलाई प्रेरणा मिलोस् भन्दै आजको प्रस्तुतिबाट बिदा हुन चाहन्छु। धन्यवाद।